हेलो गाइजहरू, वेलकम टु माई सेकेन्ड ब्लग। सबै साथीहरूले हेरेर लाइक कमेन्ट गरेर साथ दिनु होला। आज म सेकेन्ड ब्लग बनाउँदैछु। एकदम रमणीय ठाउँमा छ, हेर्नुहोस्। घाम अस्ताउने बेला चाहिँ भइरहेछ। यस्तो छ, हेर्नुहोस्। आज यो छुट्टीको दिन ठाउँहरू हेर्नुहोस्, क्या रमणीय छ। ल हेर्नुहोस्, यो उसको कटिङ गरेर क्या दामी छ, मस्त ठाउँमा। यस्तो छ, आज छुट्टीको दिन, दिनभरि सुतेर अहिले साँझ 6 बजेतिर चाहिँ यसो बाहिर निस्किएर म आफ्नो सेकेन्ड ब्लग बनाउँदैछु। कस्तो लाग्छ तपाईँहरू सबैले हेरेर प्रतिक्रिया दिनु होला। यस्तो छ, हेर्नुहोस्। यो चाहिँ रमणीय छ ठाउँलाई, हेर्नुहोस्। सेकेन्ड ब्लग बनाउँदैछु म। आज चाहिँ म सेकेन्ड ब्लगमा चाहिँ एक्लै हो। साथीहरू काममा हुनाले साथीहरू चाहिँ आएनन्। म एक्लै भएर चाहिँ यसो बाहिर निस्किन्न भनेर बाटोमा सेकेन्ड ब्लग बनाउँदैछु। कस्तो लाग्छ हेरेर साथ दिनु होला। सबभन्दा नयाँ साथीहरूले चाहिँ, जो नयाँ युट्युबर हुनुहुन्छ, भर्खर जिरो लेभलदेखि चाहिँ सब्सक्राइबर बढाउन चाहनुहुन्छ, उहाँहरू साथीहरूले चाहिँ मसँग जोडिनु होला। मेरो भिडियोमा कमेन्ट गर्नु होला र ब्याक भनेर लेख्नु होला। म सबै साथीहरूलाई ब्याक दिनेछु। म पनि यो अहिले पहिलोचोटि हो, भर्खरै। जम्मा अहिले 100 सब्सक्राइबर भएको छ मेरो युट्युब च्यानलमा। तपाईँहरूले पनि मसँग साथी बन्न चाहनुहुन्छ भनेपछि जोडिनु होला। यस्तै हो, यस्तो छ। पुरा यहाँ खेतीबारी भइरहेको ठाउँ रमणीय छ। म चाहिँ अहिले यो दक्षिण कोरियादेखि हो, साउथ कोरियाबाट म बोल्दैछु। ल हेर्नुहोस्, ठाउँ चाहिँ रमणीय। जे भए पनि मैले पनि सिकेको छैन, भर्खर सिक्दै हो। साथीहरू पनि नयाँ साथी हुनुहुन्छ भनेपछि साथी बनाऊँ, जोडिएर अगाडि साथी बन्दा हुन्छ। यस्तो छ, हेर्नुहोस्। रमणीय ठाउँ छ। कस्तो लाग्छ भिडियो हेरेर सब्सक्राइबर। ल हेर्नुहोस्, कोरियनहरूले खेत चाहिँ कहीँ खाली नराख्ने के। अनि यो डाँडा पाखामा पुरै तपाईँको यो जोतेर खरबुजा लगाएको छ। पुरै यता हेर्नुहोस्, यो रोडको यता यो घारी भन्नुभयो होला। यो चाहिँ जङ्गल होइन, यो पुरै रोपेको रुखहरू हो। यो रुखहरू रोपेको, यो पछि चाहिँ यो उखालेर चाहिँ अन्त लगेर अन्त जहाँ रुख छैन सहरतिर लगेर चाहिँ यो रोपिन्छ। त्यही भएर ल हेर्नुहोस् यहाँ कस्तो छ। पुरा यो डाँडा पाखाहरूमा पनि पुरै के काहीँ छैन तपाईँको यो खाली जग्गा भनेर त्यस्तो राख्ने ठाउँ चाहिँ भोटेहरूले चाहिँ त्यस्तो चाहिँ नराख्ने के। सब पुरा हेर्नुहोस्, खरबुजाहरू रोपेर यो पुरै डाँडामा। ल हेर्नुहोस्, यस्तो छ। गाउँ हो र पनि। ल हेर्नुहोस् यहाँ रोड कस्तो छ। यता हेर्नुहोस्, यो पुरै बुट्टाहरू। कोरियाको यो किर्सनहरूको सबभन्दा उके यसरी हो, मान्छे बितेपछि ल्याएर यसरी राख्छ नि। पुरा यो जग्गा किनेर बनाएर यहाँ पुरा स्मृतिहरू त्यो बनाएर यहाँ सम्झिन आउँछन्। तिनीहरूको चाड आउँछ। यस्तो छ। ल हेर्नुहोस्, भन्छ नि, त्यही भएर चाहिँ देशको विकास चाहिँ हुने रहेछ के। तँमा सानोमा पनि ऊ लगाएर के लगाएको छ यहाँ, के खेती गरिरहेको छ। यो के खान्छ भनेर। यो के हो, यो गम हो कि के हो, यस्तै के छ। चराहरूले खान्छ भनेर पुरा टनेल बनाएर। ल हेर्नुहोस्, यस्तो छ। जे होस्, धेरै मेहनती। 1950 मा दुईटा उत्तर र दक्षिणको लडाइँ हुँदाखेरि चाहिँ
भोकमारी परेर नेपालले चामल पठाएको थियो। अहिले 50 वर्षमा यति तरक्की गर्यो कि अहिले मान्छे पठाइरहेछ नेपालले। मान्छेलाई मजाले 17, 18, 20 देशबाट मान्छे ल्याएर रोजगारी दिइरहेको छ। यति अगाडि बढेको छ कोरिया। हेर्नुहोस्, यस्तै छ। भिडियो कस्तो लाग्छ कमेन्ट गर्नुहोला, साथी बन्नुहोला। धन्यवाद। हस्त आजलाई यति नै। अब अर्को तेस्रो ब्लगमा हामी भेट्नेछौँ। धन्यवाद।